टेस्टीले म दिन्छु तपाईँलाई स्वागत हुन्छ मेरो ब्लगमा होइन। अनि आज चाहिँ म बिहानै उठेर 5 बजी उठेर मुख सुख धोएर चाहिँ अनि बोट हाल्नु जानु लागिरहेछ होइन। अनि बोट चाहिँ केलाई हाल्छु भने चाहिँ म चाहिँ तारालाई हाल्छु। गाउँमा अहिले चाहिँ जस्तो चलपल ताराको रहेछ अनि त्यही कारणले मैले तारालाई हाल्ने निर्णय गरेर जानु गइरहेछ। त्यही कारणले आज चाहिँ मैले केटिएमदेखि यात्रा मेरो गाउँसम्मको तपाईँलाई सबै देखाउन चाहन्छु, तपाईँले हेरेर साथ दिनु होला भन्दै। हेलो गाइज, म चाहिँ अब निक्लिसकेँ मेरो कोठाबाट बाहिर। अब चाहिँ बोट चाहिँ के लाग्यो भन्दाखेरि तारालाई है, तपाईँहरू नि तारालाई हालिदिनु होला भन्दै चाहिँ यहाँबाट निक्लिएँ। ओके, बाई बाई। केटिएम टु गौरीशङ्कर सिकुने ठाउँमा आइपुगिसक्यो। अब हामी चाहिँ मार्बु प्रवेश गर्दैछ। तपाईँको 1 बजीतिर सिँगडी पुग्ला होइन हामी? त्योभन्दा अगाडि त पुग्दैन। हजुर, बाहिर म अनि उता बाउजू छ। गाडीमा आनन्दले सुतेको अवस्था। अनि मार्बुको चाहिँ हामी 3 जना मात्र रहेछ अनि अन्य ठाउँको मान्छेहरू निकै रहेछ। लगाइ सिकुटेल भन्ने जग्गा त्यस्तो छ है। रोडमा खाना खाएर चाहिँ अब निक्लिनु लाग्यो। कफी रेस्टुरेन्ट है। Terracotta Bazaar. Sigati Bazaar. हामी चाहिँ हाम्रो बाटो त्यस्तो छ है साथी हो। एकदम खतम छ बाटो चाहिँ खतम छ। अफरोड छ एकदम खतम छ होइन। यसपालि नेता जो पर्छ त्यसले चाहिँ यो बाटो चाहिँ सुधार गर्नुपर्ने पिच हुनु पर्यो। सुधार भनेपछि त अब पिच सबै हुन्छ नि, जे पनि पर्छ नि यसमा त। ल, वेलकम छ मेरो ब्लगमा सबैलाई। हामी चाहिँ होइन यस्तो बिजो छ हेर, हामी यस्तो दुःख गरी भोट हाल्नु आएको छ। तपाईँहरूले हामीलाई सहयोग गर्ने भने कसम भनेको के चाहिँ हुन्छ त्यो चाहिँ मलाई पनि थाहा भएन। मलाई थाहा छैन। हाम्रो बिजोग रमाइलो छैन। एकदम हेर्दा नेताहरूलाई हामीले यतिसम्म दुःख गरेर है, काठमाडौँदेखि यार उठेर टाउको दुखेर मेरो त झन् बमी गरेर तमास भयो। रमाइलो पाराले रमाइलो भयो है। हाम्रो ठाउँ चाहिँ यस्तो छ, त्यो चाहिँ सुधार गर्नु पर्ने हो तपाईँहरू। ल, पुरै सुधार एकदम तपाईँहरूको भन्नु केही छ भने भन्नु है। एकदम यो बाटो सुधार गरिदिनु पर्यो, बाटो बनाइदिनु पर्यो होइन। कस्तो बनाउनु? पिच बाटो हो। कति वर्षमा होला यो? यो त अब गर्नु 3 वर्षभित्रमा गरिसक्नु पर्छ नि। 3 वर्षमा त कहाँ सक्दैन यो नेताहरूले भन्ने चाहिँ हो। ल, 3 वर्षमा यो नेताहरूले सक्दैन। अब हामी उठ्यो भने चाहिँ के होला जस्तो छ। हाम्रै पालामा होला भने। ल चाहिँ आइपुग्यो मेरो गाउँमा। मेरो गाउँ चाहिँ यस्तो टाइपको छ, तपाईँले देख्न सक्नुहुन्छ भ्युज होइन। मेरो साथी उहाँ चाहिँ अनि म मेरो गाउँमा आइसक्यो। आरामसँगले आइसक्यो, एकदम राम्रोसँगले आइपुग्यो। ओके।